तपाईको जीमेल एकाउन्ट सिक्योर छ कि छैन भनेर चेक गर्नको लागि have I been found भन्ने वेबसाइटमा तपाई जानुपर्ने हुन्छ। अनि यहाँ चाहिँ तपाईले आफ्नो जीमेल एड्रेस राख्नु होला। यदि तपाईले जीमेल एड्रेस राख्दै गर्दाखेरि तपाईको जीमेल एकाउन्ट सिक्योर छ भनेदेखिलाई जीरो डाटा ब्रिजेस भनेर देखाउँछ। यदि तपाईको जीमेल एकाउन्ट सिक्योर छैन भनेदेखिलाई डाटा ब्रिजेसको केसहरु देखाउँछ। कुन कुन वेबसाइटले तपाईको डाटालाई ब्रिज गरिदियो भनेर त्यो नम्बरमा देखाउँछ अनि त्यो तपाईले यहाँ हेर्न सक्नुहुन्छ। एक्जाम्पलको रूपमा यहाँ आफ्नो जीमेल एड्रेस राख्दै गर्दाखेरि एउटा वेबसाइटले चाहिँ मेरो लगइन इन्फर्मेसनलाई चाहिँ एक्सपोज गरिदिएको रहेछ अनि त्यो मैले यहाँ थाहा पाएँ। अनि यसरी नै तपाईको पनि लगइन इन्फर्मेसनहरु कुनै पनि वेबसाइटले एक्सपोज गरिदिन सक्छ इन्टरनेटमा। अर्को भाषामा भन्नु पर्दाखेरि तपाईको डाटा ब्रिज गरिदिएको हुन सक्छ। यस्तो केसहरु तपाईको जीमेल एकाउन्टमा पनि देखाइरहेको छ भनेदेखिलाई आज नै तपाईको जीमेल एकाउन्टको पासवर्ड चेन्ज गर्नु होला। पासवर्ड चेन्ज गर्दाखेरि जहिले पनि 12 क्यारेक्टर भन्दा माथि चाहिँ राख्नु होला। त्यसमा पनि स्मल लेटर, क्यापिटल लेटर अनि नम्बर, स्पेशल सिम्बलहरुको युज गर्नु होला जसले चाहिँ तपाईको पासवर्डलाई स्ट्रङ बनाउन हेल्प गर्छ। अर्को चाहिँ तपाईले आफ्नो जीमेल एकाउन्टमा जानुपर्ने हुन्छ। जीमेल एकाउन्टमा गइसकेपछि म्यानेज योर जीमेल एकाउन्ट भनेर तपाईले अथवा गुगल एकाउन्ट भनेर यहाँ देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि गुगलले प्रोभाइड गरेको एक्स्ट्रा सिक्युरिटीलाई चाहिँ तपाईले युज गर्नुपर्ने हुन्छ जसलाई चाहिँ हामी 2 स्टेप भेरिफिकेसन भन्छौं। अनि सिक्युरिटी एन्ड साइन इनमा तपाईले जानुपर्ने हुन्छ। यसमा गएर चाहिँ यहाँ तपाईले 2 स्टेप भेरिफिकेसन अप्सन देख्न सक्नुहुन्छ। यसमा गएर 2 स्टेप भेरिफिकेसन चाहिँ अन गर्न नबिर्सिनु होला। यसमा चाहिँ तपाईले आफ्नो नम्बरहरु इन्टर गर्नुपर्ने हुन्छ। यसरी चाहिँ तपाईले आफ्नो सिक्युरिटीलाई अझ स्ट्रङ बनाउनु होला।